भोलि त छिटो आउनुपर्छ म्याम है बिहान त आज पनि अन्त अब गर्नु पर्यो नि कति 8-9 बज्छ होला नि हजुर गर्नुपर्छ नि पूजापाठहरू त गरेको राम्रो नि होइन वातावरण पनि बेग्लै हुन्छ नि त होइन राम्रो शान्ति होस् होइन आज यसो अब बेलुका चाहिँ दर्शनहरू गर्नु पऱ्यो होइन स्थापना गर्नु पऱ्यो एउटा दर्शन गर्नु पऱ्यो होइन साई मण्डली पनि आउनुहुन्छ होइन साई मण्डली पनि आउँछ पुग्छ नामा त्यतिले अब यहाँ कलर पनि गर्छ होला ढुङ्गामा होइन तर अब पूजा त आइहाल्यो भोलि हो हजुर अहिले हामी चाहिँ है इभिनिङ टाइममा पनि काम यहाँ चलिरहेको छ हाम्रो चाहिँ होइन डेकोरेसनको भइरहेको छ कामहरू होइन यहाँ हामी अहिले चाहिँ फिलहाल चाहिँ झोलहरू लाउँदैछौँ है कहाँ गयो अघि लाइट बनाउनेहरू त हरा गर्छ लाइट बनाउनेहरू त यस्तो क्रसिङ पनि दिनुपर्छ होला है तेरो सर पुग्यो भनेर सबैले हौ त राख्नुहोस् मामा काम गर्दा गर्दै नि समय पनि निकै बितिसकेछ अनि हेलोजिन भर्खरै अब बल्यो भनौँ है हेलोजिन भएको कारणले गर्दा चाहिँ अब धेरै उज्यालो हुन्छ काम गर्नु पनि सुविधा हुन्छ है आज सक्नुपर्छ नि बुबा काम त आज सकेन भने त हामीलाई साह्रो पर्छ नि भोलि बिहान र पनि त भोलि बिहान छिट्टो आउनुपर्छ हामी उठेर त्यो उसको हवनको लागि चाहिँ कहाँ मिलाएको छ हौ हवनको लागि त्यो होम पोल्ने दाउराहरू अहिले त प्रायः जस्तो प्लास्टिकले है धेरै काम गरेछ नि पानीमा पनि केही हुँदैन नि त अहिले यहाँ पेपरको लिएको भए त अन्त पानीले हालेको र नहालेकै नै हुन्थ्यो माथि हाइटमा गरेछ सर अलिकति अलिक टाइट गर्नु पर्यो नि फेरि पानी भने चाहिँ टाइट गर्नु पर्यो नि त ओइ दा ठिक्कै छ यतिको यति ठिक छ है एकदमै यति हाइट गर्नु यस्तो गरे चाहिँ हुन्थ्यो होला दोरी छैन सोलो त दोरी छैन मरेको उयो छ नि कि त अघि हाल्दा नि क्रसिङ गर्दै हालेको पनि हुन्थ्यो नि ओ सानीले त यता छेउबाट बान्नुपर्छ हौ मिल्दैन नभए बिचबाट हो नि हाइट पनि छ नि त अङ्कलको चाहिँ है आँखामा बान्दा हुन्छ होला मुनिपट्टि एउटा यहाँ हेलोजिन छ भने त बत्ती हाल्नु पर्दैन रहेछ हौ उता फर्काउनु हुँदैन फेरि पानी पाउनु थाल्यो त भाइ आउँछ नि समय हो पानी नआउनु पर्ने हो समय हो हौ पर जा कि कहाँ यो हेलोजिनलाई चाहिँ माथिबाट उडाइदिराख्नु सो मजा आएको देख्न थाल्यो है डेकोरेसनले गर्दा भर्खर आएको थियो म्याम हेलोजिन कहाँ भर्खर अब हामीले चाहिँ डेकोरेसन गर्दैछ है पानी फेरि आयो बल्ल बल्ल रहेछ फेरि आयो अनि म चाहिँ अहिले आएको छु भने चाहिँ यहाँ हेलोजिनलाई है पानी सिसा उडाउनु
पानीले डिस्टर्ब गर्छ यो हेलोजनलाई। रातिको नजारा यस्तो छ है। फोन आएको छैन। सिसा कहाँ सानो भन्यो म हेलोजनलाई। अर्को ठुलो छैन सोल सिसा, त्यसमा सानो भयो हेलोजन। सिसा सानो भयो हेलोजनलाई ढाकेन डल्लै हजुर। जोडिसक्यो। तपाईँले मुनिबाट छिराउनु भएछ कि अन्त अड्केको पो त। तपाईँले उल्टा गर्नु भएको छ कि अन्त अड्किरहेको छ। हुन्छ त्यसै तान्दा हुन्छ, हौ त्यो तान्दा हुन्छ नि। अब बिग्रिँदैन होला नि हेलोजन त पानीले भिज्दा। छोप्नुपर्छ नि अब। सिसै सानो छ, अर्को छैन। रेडी छ। बल हाल्नु पर्दैन जस्तो हेलोजिन हाल्यो नि। अर्को छ भने यहाँ हाल्दा हुन्छ त यहाँ एउटा। यहाँ हाल्नुपर्छ नि। गेटमा त हाल्नु पऱ्यो, यता पनि त अँध्यारो भएर छ। अब चाहिँ राम्रो।